हेलो साथीहरू, नमस्कार। आज मेरो यो बाँसुरीको जर्नीको चौथो दिन। यसै गरी आज चौथो दिनमा चाहिँ अब तेस्रो दिनसम्म सारेगामाको अलिअलि सिक्यौँ, अलिअलि बजायौँ। अब आज चाहिँ यसो एउटा गीत पनि यसो प्र्याक्टिस गरे जस्तै अब कन्टिन्यू अब सारेगामा प आरोह अवरोहलाई कन्टिन्यू दियो भने अलिकति अल्छी पनि लाग्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ यसो थोरै फन यसो रमाइलोको लागि गीत पनि सिक्दै गर्नुपर्छ। त्यति भएपछि आफ्नो कुनै पनि कुराको यात्रालाई चाहिँ जारी दिनमा हामीलाई चाहिँ सजिलो हुन्छ, कन्टिन्यू दिन सकिन्छ। किनभने अब कहिलेकाहीँ बोर भइन्छ, कहिलेकाहीँ अल्छी लाग्छ हैन। त्यसले गर्दाखेरि चाहिँ अब थोरै फन रमाइलो पनि चाहिन्छ। कुनै पनि जुनैसुकै यात्रा होस्, चाहे बाँसुरीको होस्, चाहे फिटनेसको होस्, मेरो फिटनेसको पनि जर्नी छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। मेरो शिवा मेचे भन्ने युट्युब आइडी छ, त्यसमा चाहिँ तपाईँले मेरो फिटनेसको जर्नी पनि हेर्न सक्नुहुन्छ। र अब यो फिटनेसको जर्नी सँगसँगै बाँसुरीको जर्नी पनि छ मेरो हैन। त्यही अब जर्नी सुरु गर्दैछु। बाँसुरी सिक्ने प्रयासमा पनि छु, किनभने मेरो आफ्नै मौलिक बाजागाजा मलाई रमाइलो लाग्छ। मेरो आफ्नो फनमै म रमाउन चाहन्छु। त्यही भएर मैले यो बाँसुरी पनि सिकेको हो। आफ्नो नेपाली ट्रेडिसनल, अनि त्यसपछि मेरो आफ्नै जातीय ट्रेडिसनल कुराहरू छन् हैन। मेरो मौलिक कुराहरू छन् त धेरै। त्यो चाहिँ अब नेपालमा लोप हुँदै गएको छ। त्यही भएर त्यो लोप भएको मेरो संस्कृति, मेरो संस्कारदेखि लिएर जे पनि छन् हरेक कुराहरू, अब सबै कुरो त म एक्लै गर्न सक्दिनँ हैन। तर जे होस्, अब एउटा मौलिक बाजालाई चाहिँ म एउटा नेपाली भएको नाताले मैले संरक्षण गर्नुपर्छ। म नेपाली, म युवा भएको कारणले गर्दाखेरि चाहिँ मैले संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता हैन। त्यसकारण म चाहिँ अब यो मौलिक कुरोलाई चाहिँ बचाइराख्नको लागि नै भनेर पनि म आफू नै जानी नजानी सिकिरहेको छु। सिकाउने कोही नभए पनि आफै पनि के कसो गरेर हुन्छ। अब यो आधुनिक जमानामा हैन, मोबाइलमै पनि हेरेर हुन्छ, के गरेर हुन्छ, जसो तसो सिकिरहेको छु हैन। हजुरहरूलाई पनि इच्छा हुन्छ भने हजुरहरू पनि सिक्दा राम्रो हैन। आफ्नो मौलिक कुराहरूमै रमाउन पाए, आफ्नो मौलिक कुराहरूलाई बचाइराख्न पाए, भोलिका दिनमा हाम्रो सन्ततिहरूलाई हामी त्यो कुराहरू चाहिँ देखाउन सक्छौँ कि हामीसँग पनि हाम्रो आफ्नो भन्नु यो कुराहरू छ भनेर हामीले चाहिँ भोलिका दिनमा हाम्रा सन्ततिहरूलाई देखाउन सक्छौँ। यो कुरा मासेर गयो भने त हामी देखाउन सक्दैनौँ हैन। एउटा इतिहास एउटा कथामै आधारित हुन्छ। कथामा भन्दा पनि हामीलाई चाहिँ प्रत्यक्ष यो कुराहरू देखाउनु छ, समेटेर लानु छ, यो कुराहरूको जगेर्ना गर्नु छ। त्यही भएर अब म चाहिँ यसको जर्नीमा छु। यसलाई बचाएर केही नलेजहरू हासिल गर्न चाहन्छु। ठिक छ, अब धेरै नबोलौँ हैन, आजको यात्रा सुरु गरौँ। अब आज चाहिँ मैले अहिले एकदमै धेरै चर्चित हाम्रो आदरणीय जोन चामलिङ सर हुनुहुन्छ हैन। उहाँको गीत चाहिँ एकदमै अहिलेको समयमा चाहिँ एकदम चर्चित छ। त्यही सँग साधना भन्ने सँग मलाई पनि धेरै मनपर्छ। त्यसकारण अब कहिलेकाहीँ यसो अल्छी लागेको बेलामा अब एउटा टाइम पासको रूपमा भए पनि अब केही न केही सिकौँ न त भन्ने पनि छ हैन। त्यसकारणले गर्दाखेरि अब यो साधना सङ्ग चाहिँ अब राम्रो पनि छ, अहिले चलि पनि रहेको छ। त्यही भएर थोरै यसो प्र्याक्टिस गरौँ है त। आज मैले यसो युट्युबमा अब यसको लिरिक खोजेको छु। अब मलाई पनि आउँदैन, अब कस्तो के हुन्छ प्र्याक्टिस गरी हेरौँ है त। ल सुरु गरौँ। आज साधना गीतको पहिलो लिरिक चाहिँ सा 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 रे ग प ग रे सा रहेछ।
सा 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 रे ग प र छ सा 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 रे ग प रे सा रे पहिलो हाम्रो पहिलो नोटेसन है पहिलो लिरिक सा 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 रे नै सा 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 रे सा 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 रे सा 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 रे ग प रे सा रे भन्ने हाम्रो पहिलो लिरिक है तपाईहरु पनि मसँग चाहिँ प्र्याक्टिस गर्नु होला है सा 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 रे ग प रे सा रे मलाई एकदमै म यो टिकटकतिर यो जुन एकदमै सुनेर मलाई एकदम रमाइलो लाग्थ्यो हैन अनि त्यही भएर यसको कसरी हुन्छ यसको नोटेसन निकालेर मलाई सिक्नु मन छ त्यही भएर अब तपाईहरु पनि सिक्नुस् यो गीत सारै राम्रो छ अब टाइम त लाग्छ समय त लाग्छ हैन त्यसको बावजुद पनि अब सिक्न सक्यो भने आफ्नो मनभित्र आफैले आनन्द मिल्ने गर्छ आफू एक्लो भए पनि एक्लोपनको महसुस हुन जस्तो मलाई लाग्छ हैन त्यही भएर त्यसपछि दोस्रो नोटेसन चाहिँ रे ग सा सा रे ग सा सा रे सा नि रे ग सा सा रे ग सा सा रे 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 रेसानी नै यसरी चाहिँ रे ग सा सा रे सा नि रे ग रे 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 ग रे रे भने जस्तै अब कहिलेकाहीँ म पनि कन्फ्युज हुन्छु क्या यो कस्तो एकदम बाँसुरी सोचे भन्दा चाहिँ गाह्रै रहेछ क्या रे ग सा रे सा नि है अब यसलाई एकचोटि सुरुदेखि एकचोटि ट्राई त्यतिकै छोड न केसलाई उडाउन देऊ त्यो हावालाई भन्ने चाहिँ आयो है अब
एकदमै गाह्रो छ क्या। जस्तो एक त लिरिक जान्नु पर्यो, त्यसमाथि अब बाँसुरीको नोटेसन जान्नु पर्यो, त्यसमाथि टाइमिङ मिलाउनु पर्यो, प्र्याक्टिस गर्नु पर्यो है। गाह्रो छ। सजिलो त केही पनि छैन होइन, तै पनि गाह्रो चाहिँ सबै कुरो गर्न गाह्रो छ। गर्दै गएपछि तर सजिलो भइहाल्छ। एकचोटि ट्राई गरौँ है त फेरि। बिग्रिहाल्छ क्या अब यस्तै हो त, अब प्र्याक्टिस गर्नु पर्यो होइन। सुरु हो अब गाह्रो भइहाल्छ। मेरो यो अलिकति पर ममा अलिकति भइरहेको छ क्या। प्र्याक्टिस अझै चाहिन्छ यार, कामले भ्याइँदैन हो। अब छोटो टाइम हुन्छ अनि त्यसपछि एकछिन प्र्याक्टिस गऱ्यो, काममा व्यस्त के गर्नु गर्नै पर्यो, कतातिर भ्याउनु गाह्रो छ। त्यतिकै छोडा नकेसलाई, उडाउन देऊ त्यो हावालाई, डुब्छु होला तिम्रा आँखामै, डुबिरहन छ त्यही मलाई भन्ने गीत हो होइन। अब अझै यो अब पहिलो लिरिकमै अब अलिकति कन्फ्युज भइरहेको छ अझै पनि। प्र्याक्टिस गर्नु पर्यो अझै। प्र्याक्टिस चाहिँ देख्दै त्यसपछि त पर्फेक्ट भइहालिन्छ। ल है साथी हो, पहिलो र दोस्रो चाहिँ अब जसो तसो होइन, जसो तसो गरियो। अब त्यसपछि हाम्रो अब लिरिक पनि त्यति आउँदैन है मलाई फेरि होइन। अब गीतको लिरिक अझै याद गर्नुपर्ने छ होइन। अनि जे होस् अब ठिक छ, केही छैन। अब गीतको पहिलो लिरिक चाहिँ जस अलिअलि आयो होइन। लिरिक थियो, त्यतिकै छोडा नकेसलाई, उडाउन देऊ त्यो हावालाई, डुब्छु होला तिम्रा आँखामै, डुबिरहन छ त्यही मलाई। म माया लाउँदिन, कस्तो पो थियो, म माया मर्दिन, तिमीलाई छाड्दिन, म माया मर्दिन, तिमी मनमा छौ मेरो,
सपना हौ मेरो कहिले बिर्सिन्न जस्तो लाग्छ लिरिक तर के छ थाहा छैन लिरिक पनि याद गर्नुपर्ने अब जस अब त्यसपछि म माया मार्दिन है के बुझ्यो त्यतिकै छोड न त्यो केसलाई उडाउन देऊ त्यो हावालाई अब त डुब्छु होला तिम्रा आँखामै आयो है यो डुब्छु होला तिम्रो आँखामै चाहिँ अब नोटेसन सेम छ सा सा रे ग प ग रे सा रे ग सा ध सा रे सा नि रहेछ है अलिकति डिफ्रेन्ट रहेछ अब डुबिरहन छ रे ग सा रे ग सा रे ग सा ध सा रे सा नि रे ग सा ध सा रे सा नि सरे नि सो सरे नि आयो है साधा ध सा सा रे सा रे सा रे सा सा सारे नि आयो सा रे ग प ग रे सा रे ग सा ध सा रे सा नि ध सा रे सा रे सा रे सा रे नि अब यसलाई एकमुष्ट एकचोटि चाहिँ है
अरे बाफ रे बाफ यार, यो त प्र्याक्टिस नगरी हुँदैन। हेटेरिका, यो त यसलाई प्र्याक्टिस नगरी साथीहरू निकै प्र्याक्टिस गर्नुपर्छ। दिमागकै खलबल हुन्छ। वाइ नट कोकोनट हुन्छ त फेरि अनि यार, आम्मामा पसिनै आइसक्यो नि। वाइ नट कोकोनट। अब एकछिन प्र्याक्टिस गर्नै पर्यो साथीहरू। अब तपाईँहरू पनि प्र्याक्टिस गर्नु होइन। मेरो पनि अब ड्युटीमा जाने टाइम पनि हुन आँट्यो होइन। एकछिन ड्युटीको टाइम एकछिन निकालेर, थोरै समय निकालेर एकछिन प्र्याक्टिस गरेको होइन। र सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक सब्सक्राइब के छ गरिदिनु होला होइन। तपाईँहरूकै मायाले, तपाईँहरूकै साथ सपोर्टले गर्दा म अगाडि बढ्ने हो। मेरो आफ्नो मिहिनेत, मेरो आफ्नो कला, मेरो आफ्नो मौलिक बाचागाजाको मैले विज्ञापन मात्र नभएर, मतलब एउटा विज्ञापन जस्तो हुन्छ नि। अब सबैलाई अब मतलब आफ्नो मौलिक बाजामा रमाउन होइन। यो मौलिक बाजालाई स्थायी रूपमा स्थायित्व गर्नको लागि चाहिँ सबैजनाले माया गरिदिनुपर्छ होइन। यो भिडियोलाई हेरिदिनुपर्छ। त्यति भएपछि मेरो मौलिक बाजागाजाको यो मौलिक बाजागाजाको संस्कार संस्कृति रहिरहन्छ, स्थायित्व हुन्छ र यसले हाम्रो पहिचान हामीलाई झल्काउँछ। त्यही भएर सबैजनाले साथ सपोर्ट माया गरिदिनु होला। बाई बाई। आजलाई यति नै। खुलुम बाई, नमस्ते।